नमस्कार, म बिनु राई। म चाहिँ यति बेला यो लुम्बिनी प्रदेशको दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा छु र आज चाहिँ विशेष गरिकन म ओखलढुङ्गा जिल्लाको आफ्नाखेममा कार्यरत छु। तर पनि हामी एउटा यहाँ रेडियो सुरु गर्ने भन्ने हिसाबले रेडियो तालिमको लागि हामी यहाँ आयौँ, रेडियो सुरु गर्नको लागि यहाँ आयौँ। यहाँ आउने क्रममा चाहिँ हाम्रो एकजना बुवा भेटिनु भयो जसको चाहिँ उहाँको हातमा खुट्टामा समस्या छ र मैले चाहिँ कार्यक्रम दृष्टिकोण भन्ने अपाङ्गता सम्बन्धीको कार्यक्रम चलाउँदै आएको छु रेडियोमा र यो कार्यक्रम चाहिँ विभिन्न जिल्लाको विभिन्न रेडियोहरूबाट सुन्दै आउनु भएको छ। र आजको बसाइमा चाहिँ म विशेष गरिकन हाम्रो रामबहादुर मगर हुनुहुन्छ, उहाँसँग चाहिँ उहाँको यो अपाङ्गता कसरी भयो, उहाँले अपाङ्गता भएको कारणले गर्दाखेरि कस्तो किसिमको दुःखहरू भोग्नुभयो अथवा उहाँको जीवनमा कस्तो किसिमको सङ्घर्षहरू छ, कसरी जिरहनु भएको छ भन्ने बारेमा चाहिँ कुरा गर्न जाँदैछु। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद यहाँलाई। यहाँको परिचय? हजुर, मेरो परिचय मेरो परिचय जन्म 2010 साल जेठको 15 गते जन्मेको। हजुर, म एउटा हिन्दू घरबाट जन्मेको। हजुरको नाम चाहिँ? नाम चाहिँ रामबहादुर पुन। रामबहादुर पुन। हजुर। अनि 71 वर्ष पुगे भन्दै हुनुहुन्थ्यो? हजुर, लाग्यो 71 लाग्यो। हजुर जन्मिनु भएको नै यो दाङको घोराईमै हो? होइन, रोल्पाको। उता बसे सरेको। कहिले आउनुभयो यहाँ दाङमा चाहिँ? 2030 साल। 30 सालमा भनेको धेरै अगाडि। हजुरको बुवाको पालामै होला? बुबा थिएन। हजुर, बुबा सबै बितिसक्नु भएको। आमा बुबा थिएन, दाइ पनि थिएन। कसरी आउनुभयो त यहाँ? अब त्यतिकै अब घुम्दै के अरे यो हाम्रो रोल्पादेखि यो बजार अलि नजिक भयो हुनाले हजुर यसो मन बिराङ्गो भएको अवस्थामा मन भुल्नलाई डुल्नलाई मनोरञ्जन बेच्नलाई बेला बेलै घरैमा आउँथे। भनेको बुवाहरू सानैमा बित्नु? सानै अब अलिअलि थाहा छ तर त्यति थाहा छैन। के भएर बित्नु भएको त्यस्तो केही भन्थे गाउँ घरमा पछि? खै अहिले जमाना त्यस्तो थाहा थिएन क्या नानी। अब 3 दिनको बिरामीले बाटै बित्नु भएको त्यतिखेर। आमा झन् मलाई थाहा छैन। अझै आमा अगाडि बित्नु? हजुर। हजुरको दाजुभाइ दिदीबहिनीहरू? दाजु पनि 30 सालमा 3 दिनको बेथाले म बित्नु भयो। हजुर। त्यहाँ त दाजुका 2टा छोरा छन्। हजुर। भाउजू पनि छन् अझै। हजुर। अलिकति बस्नुहुन्छ। हजुर। हामी 4 महिना मध्येमा 3 महिना थियौँ। हजुर। 3 महिना चाहिँ मैले 2030 सालमा प्रभुले हजुर मलाई ग्रहण गर्नुभयो। हजुर। त्यसपछि त्यो समयमा गाउँमा क्रिस्चियन भन्ने कुराहरू थाहा पनि हुँदैन। हजुर। त्यस्तो विरोध पनि हुँदैन। थाहा भयो विरोध हुन्छ। भनेपछि तपाईँ 30 सालमा यहाँ दाङको घोराईमा आउनुभयो र तपाईँ क्रिस्चियन हुनुभयो। सुसमाचार भन्दाखेरि त्यो सुसमाचार पनि होइन कि भन्दै गर्दाखेरि अब अङ्ग्रेजसित हजुर उहाँहरू शनिबार सङ्गीत गर्नुहुँदैछ। हजुर। अनि मलाई पनि तपाईँको इच्छा आउन सक्नुहुन्छ भनेर उहाँको सङ्गीतमा बोलाउनु सङ्गतिमा चर्चमा भनौँ न। हजुर, चर्चै भन्यौँ। हजुर। त्यसपछि उहाँहरूको निरन्तरमा उहाँको बस्ने क्यामेरा कोठामा गयो। हजुर। अनि उहाँहरूको प्रार्थना अङ्ग्रेजी थियो। हजुर। मैले अङ्ग्रेजी पढेको छैन, बुझेको छैन, त्यो प्रार्थना सुन्न आनन्द लाग्थ्यो। अनि उहाँहरू अङ्ग्रेजी भजन गाउनुहुन्थ्यो। हजुर। कोरस गाउनुहुन्थ्यो तर मलाई अङ्ग्रेजी शब्द अक्षर नचिने मान्छे तर आनन्द लाग्थ्यो सुन्दाखेरि। हजुर। तर मैले चिन्दैन। हजुर। नेपाली पनि चिन्दैन है त्यति। त्यसपछि अङ्ग्रेजी बाइबल पढ्नुहुन्थ्यो। हजुर। त्यो पनि मलाई आनन्द लाग्थ्यो। हजुर। तर बुझ्नु भने एउटा कुरा पनि होइन। हजुर। आनन्द लाग्दा मलाई यसरी मेरो जीवनमा के प्रभाव परे जस्तै मलाई थाहा भयो। हजुर। त्योभन्दा अगाडि भन्दा मैले भन्नाले अब रोल्पा जिल्लाबाट यहाँ किन आयो भाउ टारेर? हजुर। यसो मनोरञ्जन बेच्नलाई आएको। हजुर। त्यो अवस्थामा हजुर भनेपछि तपाईँ रोल्पाबाट चाहिँ यहाँ आउनुभयो एक्लै आउनुभयो? हजुर एक्लै हो।
अनि त्यहाँबाट फर्केर जानुभयो बेला बेला फर्केर जान्थे ए बेला बेला पाइ अहिले पनि तपाईँहरूको घर जग्गाहरू त्यहाँ छ अहिले के छ नजिकै छ तपाईँहरूको त्यहाँको घर जग्गाहरू चाहिँ के को त्यही छ ए त्यहाँ छ अरूले भन्नु हजुर अब तपाईँको अलिकति मैले देख्दाखेरि पनि तपाईँको दुईटै हात चाहिँ अब त्यो के कारणले गर्दाखेरि त्यस्तो भएको छ होइन दुईटैमा उस्तै छ कसरी यस्तो भयो भनिदिनुहोस् न यदि भन्दाखेरि हामीलाई राम्रै विचार मसँग भन्दाखेरि अब शारीरिक पोलको अपोर लाग्दाखेरि यो नसाहरू लुलो गर्नु रहेछ हजुर आउले पोलेको नथापुने हजुर काममा चल्दै नथापुने भनेको यो कुष्ठरोग हो भनौँ त्यस्तै त त्यसलाई नभन्ने है शारीरिक रोग भन्ने होइन जे भयो भने शारीरिक रोग हजुर शारीरिक रोग भनेर त्यसलाई गयो मात्र राम्रो होला हजुर किनभने मानिसको सोचाइ हेराइ कति वर्षको उमेरमा हुँदा त्यो भयो त भने बच्चीमा हजुर बच्चैमा ए बच्चादेखि मलाई यो भएको थाहा भयो तर प्रायः जस्तो मलाई के हो भने आउले नै खाएको ए आउले पोलेको ए आउले पोलेपछि बेला बेला एकैचोटि थिएन कि बेला तपाईँको खुट्टामा पनि समस्या छ कि हो हातमा मात्रै ए भनेको तपाईँ खुट्टा पनि लाउनु भएको छ नक्कली खुट्टा लाउनु भएको छ यो चाहिँ आगोले पोलेन कि हजुर यो राति हिँड्दै गर्दाखेरि हजुर यो खुट्टामा एकासी बिरालोले मसाएर जस्तो गर्यो हजुर त्यहाँबाट म त पछारेको हजुर पछारेपछि मर्क्यो हजुर मर्केपछि आसनको पहिला उभिटेर भएको त्यसै त्यसलाई भनेको हजुरको चाहिँ देब्रे खुट्टा घुँडा मुनि हो खुट्टादेखि ए तल यो तपाईँको चाहिँ तलभन्दा तल पाइताला छैन एउटा दुईटै हातको चाहिँ औँलाहरू चाहिँ खाएको तपाईँले भन्नुभयो एउटा चाहिँ रोगको कारणले गर्दाखेरि अर्को चाहिँ आगोले पनि डढ्यो आगोले चाहिँ आगोमा चाहिँ कसरी पर्नुभयो आगो चाहिँ यस्तो हुन्छ तपाईँ अहिलेको जमानामा हजुर ठुला ठुला दाउरा बाल्ने जाँड पकाउने रक्सी पकाउने बार्ने हजुर फेरि बच्चाहरू घरमै शिक्षाको काममा जाने हजुर त्यो अवस्थामा परे हेर्छ कि ए कति उमेरको हुँदाखेरि त्यो थाहा छैन तपाईँलाई थाहा छैन भनेको चाहिँ तपाईँको एउटा चाहिँ रोगको समस्याले आयो अर्को चाहिँ आगो सबभन्दा मेरो रोगले भन्दा आगोले खायो आगोले रोग त मलाई थाहा छैन हजुर तर आगो पर्दाखेरि आगोलाई नै नष्ट पारेको हजुर तर यो कति उमेरमा चाहिँ तपाईँको यस्तो भयो तपाईँलाई याद छ त्यो बचपन हो बच्चैमा थाहै छैन यस्तो भएको अब कस्तो चाहिँ हुन्छ भने गुरुबा यो हाम्रो समाजमा चाहिँ यसलाई चाहिँ अपाङ्गता भनिन्छ हुन त तपाईँले अपाङ्गता परिचय पत्र बनाउनु भएको छ ए कुन किसिमको पाउनु भएको छ भन्दा अपाङ्ग पहिले गवर्ग बनाइदिएको थियो हजुर त्यसले केही पनि काम गरेको थिएन हजुर त्यसै मेरो बुढामा रुममा सुत्नुभयो हजुर त्यहाँ म एक्लो भयो हजुर त्यहाँ वडा घालामा गएर एकल भट्ट पाउँछ भन्ने सोच हजुर किल्लै हजुर छोरा मान्छे पाउँदैन छोरी मान्छे मात्र पाउँछ भन्दैन ए के हो त म अब एक्लो भइसकेँ ज्वरोले छोडिसक्यो हजुर किन न त अपाङ्ग भट्टो विरुद्ध अरे भत्ता दिने न भट्टो दिने खै अपाङ्ग परिचय पर्छ भन्नुभयो छ भनेर देखाइदिएँ उहाँले चाहिँ ल हामी बनाइदिउँ भनेर भन्नुभयो यसले नदेखा म मिलाइदिन्छु कोकीले भन्नुभयो गएपछि क वर्गको अपाङ्ग भत्ता पाउनुहुन्छ 3 महिनाको 12,000 पाउने करिब 12,000 पाउनुहुन्छ त्यहाँ फेरि वडा कार्यालयमा कति वर्षदेखि पाउँदै हुनुहुन्छ यो पाएको तपाईँको कति पाएको तपाईँको 78 साल 79 सालमा 79 सालबाट चाहिँ 78 सालमा धेरै भएको रहेछ भनेपछि गुरुमाल सोध्नुभयो हजुर त्यहाँ त वडा कार्यालयमा जानु 79 सालबाट 79 सालबाट पाउनु 79 साल वैशाखबाट अनि अहिले चाहिँ तपाईँ एक्लै हुनुहुन्छ एक्लै भन्दा छोरी अब छोरी ज्वाइ हजुर नाति छन् छोरा बुहारी नाति छन् तर म अहिले मसितै छोरी बसेर पकाएर खाने पनि बसेर छोरीले छोराहरू चाहिँ बाहिर विदेशमा छन् अब यहाँ चाहिँ अहिले चाहिँ पास्टर हुनुहुँदो रहेछ पास्टर हुनुभएको चाहिँ कति समय भयो
पास्टर भएको खुद तपाईँको सेवाकाईमा मैले 2042 साल फागुनको 10 गतेबाट प्रभु सेवाकाईमा जिम्मा दिनुभयो। उयो अङ्ग्रेजी बाइबल यो सबैबाट मलाई सुसार सुनाउनुले मलाई 2042 साल फागुनको 10 गतेमा घरेलुसँग चलाउने शनिबार साप्ताहिक सङ्गीत चलाउने जिम्मा दिनुभयो। तर म जानेको छैन। ओ जिम्मा दिनुभयो, म सहज स्वीकारेँ। म सक्दिनँ मैले भनेन। 2042 साल फागुनको 10 गते सुरु गरेको हो। मेरो सेवाकाई चाहिँ बडो अनौठो छ अनि सरसफाइबाट सुरु भएको। सरसफाइबाट के को सरसफाइ गर्नुभएको? टोइलेट सफा गर्ने, पानी भर्ने, अब भनौँ तपाईँको चर्चभित्रका प्रत्येक हप्ता शनिबार सफा गर्ने, ऊ गर्ने, यस्तो पानीहरू मिलाउने। यहाँको सेवाकाई चाहिँ त्यो काममा सुरु भयो। चौकीदारी काममा त चौकीदारी गर्ने चौकीदारी काममा सुरु भयो। त्यसपछि त्यो त्यसै गर्दै गर्दा त्यो लामो गर्दाखेरि फेरि 42, 43, 44, 45, 46 सालमा डिकनमा अभिषेक गर्नुभयो सरले। त्यसै डिकन सेवा पनि छ, चौकीदारी काम पनि छ। डिकन सेवा अब प्रभुले अगाडि पर्ने हो। अब चौकीदारी काममा चाहिँ अब सबै पोहोरहरू यताबाट सबै सरसफाइ गर्ने, त्यो दुईवटा काम मैले चलाइ राखेँ। जस्तो कस्तो हुन्छ भने प्राय अरू धर्म अरू संस्कृतिहरूमा चाहिँ अब जस्तो एउटा पाठा चढाउनु पर्यो भने पनि निखुर चढाउनु पर्छ भन्छन् होइन, त्यसलाई चोट नलागेको त्यस्तो केही नभएको। अनि अरू प्राय गरिकन अरू धार्मिकहरूको अगुवाहरूलाई छान्दा पुजारी छान्दाखेरि पुजारी सबैले बुझ्ने भाषामा चाहिँ पुजारी छान्दाखेरि पनि एकदम सग्लो त्यस्तो केही कसैको दाग नलागेको फोट नलागेको भन्छन्। तपाईँ चाहिँ एउटा क्रिस्चियनहरूको पास्टर हुनुहुन्छ। अब तपाईँको यो एक खालले हेर्दा खुट्टामा पनि समस्या छ, हातमा पनि समस्या छ, त पारिवारिक अवस्थामा पनि एउटा समस्या देखेर आएको मान्छे कसरी यसरी पाउनुभयो त? यो चाहिँ मैले भन्नाले अब प्रभु इच्छामा त प्रभुको इच्छामा तपाईँको 2063 एल्लरमा अभिषेक भयो फेरि। त्यसपछि डिकन 73 सालमा 163 एल्लरमा अभिषेक। सेवाकाई बढ्दै गयो, जिम्मा बढ्दै गयो। किनभने मन्दिर पनि मद्वार फेरि माथि पाटेर रोल पाटेर के भेडाएर जाने गर्दाखेरि एल्लरमा अभिषेक गर्नुभयो। त्यसै गर्दा त्यो चाहिँ अलिकति मिलिरहेको थिएन के। अब त्यो 2042 सालबाट फागुन 10 साल मलाई जिम्मा दियो भने त्यो जति पनि त्यो जिम्मा नलिने व्यक्ति भएन भने त्यो सेवाकाईमा आएको व्यक्ति कहाँमा सेवा पाउँछ पाउँदैन नि, हुन्छ सेवा आउनु नि है। तर म यो त अपाङ्ग जस्तो व्यक्तिले जिम्मा ल्याएपछि अब जतिबाट आएपछि शनिबार सङ्गीत पाउने भयो, सङ्गीत गरियो। त्यसले गर्दा भित्र चाहिँ अलि आलोचना के त्यस्तो हुनाले मलाई दर्शन दिनुभयो। तिमीले अर्को मन्दिर खोल भनेर प्रभुले मलाई बेलामा दर्शन दिनुहुन्थ्यो। तर मैले चाहिँ मेरो अपाङ्ग कारण म चाहिँ अर्को खोल्न सकेको थिएन। मलाई चाहिँ मान्छेले विश्वास गर्दैनन् भन्ने पऱ्यो त्यस्तो प्रकारले। अब दर्शन त छ, तिमीले अब हेमा त अर्को सुरु गर भन्नुभयो। तर मेरो आफ्नो उली हेर्दाखेरि नसक्ने मलाई आफ्नो मूर्खता के कमजोरीले बोक्यो। अब त्यो दर्शन भइराख्ने फेरि छोरालाई मैले छोडेँ। छोरा त डाक्टर हुन्। डाक्टर हो। नाम के हो डाक्टर तपाईँको? प्रकाश पुन डाक्टर। तपाईँ प्रकाश पुनको बुवा हो? डाक्टर प्रकाश त म चिन्छु नि। ल थाहै थिएन ल हजुरको उहाँको बुवा भनेर मलाई थाहा थिएन। अहिले कहाँ हुनुहुन्छ उहाँ? कतारमा हुनुहुन्छ। उहाँले मैले सोधेँ, बुबा अब अर्को मन्दिर खोलेर के गर्नुहुन्छ र पैसा हुनु पर्यो। उहाँले त्यसो भन्नु पैसाको कुरा गरिनु। त्यहाँ हुनु बिना पैसा कसरी खोला लाएर तिर्ने, कसैले अब त्यो मन्दिरमा चाहिएको सामान खरट्ने भने त्यो छोरालाई पैसा परेर मैले त्यो पनि ठिकै लाग्यो। त्यहाँ मैले सुरु गरिनँ। त्यहाँ फेरि अब मैले त प्रभुले चलाउनु भएको छ कि
हेमा त निकाल्नै पर्छ त्यो भित्र विवाद छ कि हजुर मलाई जोगोन चाहिने भएको छ हजुर त्यहाँ फेरि अर्को फेला पनि त्यस्तै कुरा आयो हजुर त्यस्तै कुरा गरेर डाक्टर प्रकाश सोध्दा बाबु मलाई त पञ्चले अर्को सुरु गरेर भन्नुहुन्छ के गर्ने हो बाबु भने के गर्ने अब तपाईँले साथ दिन्छन् भने तपाईँको साथमा छन् भने ठिकै छ कति समय अगाडि चाहिँ यो अहिले तपाईँले सेवा गर्दै गर्नुभएको चर्च सुरु यो 63 सालमा 63 सालदेखि चाहिँ त्योभन्दा यो भित्र विवाद अहिलेबाट ठुलो तर म सय अब 2042 साल फागुन 10 मैले जिम्मा भए डिएबी त्यहाँ मैले सम्हालेर आएको म कसरी निस्किएँ यत्रो जिम्मा पाएको मान्छे तर मैले रुचाएको छैन कि जे होस् अहिले चाहिँ तपाईँ अर्को आफ्नै मण्डलीमा सेवा गरिरहनु भएको छ यो कुरालाई अलिकति यहीँ राखौँ अब अर्को कुरा गर्नु पर्दाखेरि चाहिँ जस्तो तपाईँ एउटा अपाङ्गता हुनुभयो अब अपाङ्गतालाई अहिले पनि समाजमा धेरै मान्छेहरूले राम्रोसँग बुझेका छैनन् जसले गर्दाखेरि चाहिँ अपमान गर्ने हेला गर्ने अर्कै खालको दृष्टिले हेर्ने त्यस्तो खालको देखिन्छ तपाईँले याद गर्नुहुन्छ आफ्नो बाल्यकालमा मान्छेहरूले कसरी व्यवहार गर्थे के समस्याहरू थियो त्यो त प्रभु अब हेर्ने हेर्छ होला भन्ने मेरो कानमा चाहिँ त्यो सुन्नमा आउँदैन मेरो सिधै भन्नेनन् हजुर यस्तो उस्तो भन्नेनन् हजुर एउटा प्रभु दास हजुर एउटा पास्तरी सेवाकाई भएको हुनाले जहाँ पनि बोलाउँछन् म त्यस्तो रोका छैन भनेको तपाईँको क्रिस्चियन समुदायमा त त्यस्तो भएन होला तर समाजमा त क्रिस्चियन मात्रै छैन नि अनि अरूले त्यस्तो केही त्यस्तो दुःख पर्छ होला मलाई थाहा छैन सुन्नु चाहिँ भएको छैन म त सेवाकाईमा हिँड्छु हजुर अब त्यो क्रिस्चियनहरूको समाजमा त मिसिए हुन्छ हो एउटा गाउँमा एउटा क्रिस्चियन त्यहाँ धेरै हिन्दू हुन्छ हजुर त्यो एउटा क्रिस्चियन घरमा जाँदा भन्छ होला है हजुर यो अपाङ्ग किन बोलायो तर कानमा आएन है तपाईँले त्यसरी तपाईँको रोल्पामा हुँदाखेरि पनि त्यस्तो चाहिँ महसुस भएन छैन अहिले त छैन अहिले त छैन अहिले त धेरै मान्छेले बुझ्ने भए यो चाहिँ एउटा सानोमा नि थिएन त्यस्तो महसुस गर्नुभयो अब त्यतिखेर हुन्थ्यो होला तर अब पढाइको चाहिँ यो बस्छ कि ए हजुर यतै बस्नुभयो यति तपाईँले चाहिँ अब आफू जस्तै अपाङ्गता भएका अरू व्यक्तिहरू भेट्नु भएको छ कि छैन है कस्तो कस्तो देख्नु भएको छ त्यो पनि भन्दै कति क्रिस्चियनहरू भए क्रिस्चियन भए उनीहरूको लापरको जीवन गर्दा अहिले उनीहरू संसारमा छैन हजुर है उनीहरू सुटी गए हजुर तर उनीहरूले अब जस्तो म छ त्यस्तै ती प्रकारले हेर्छु मैले हजुर ती प्रकारले समाजले हेर्दछु होइन तपाईँले त हेर्नुहुन्छ हामी पनि हेर्छौँ तर पनि सबै एउटा समाजलाई हेर्ने भने चाहिँ त्यस्तो खालको अझै पनि समस्या छ समाजमा त्यो अपाङ्गता भएपछि त अब जीवनै सकियो अब यसले केही गर्न सक्दैन भन्ने खालको चलनहरू छ है त्यो छ तर उनीहरूले भनौँ अब त्यस्तै तपाईँले भने जस्तै अब म यो अपाङ्ग छ मैले भ्याउदिएर काम गर्न सक्दैन भन्ने भावना उनीहरूमा हुन्छ हजुर कोही मागेर पनि खाएर पनि हिँड्ने है तर कति कुरा चाहिँ त्यसरी भयो तर मलाई त्यसको विचार थिएन मैले मागेर छैन तपाईँले गरेरै खानु मैले आफै अब तपाईँको चाहिँ जति दुःख भोगे पनि मैले मायाकै खाइनँ माया खाना म डर दुःख चाहिँ कस्तो कस्तो भोग्नु भयो त्यो पनि सुनौ न दुःख त बनाउन यो अवस्थामा कस्तो हुन्छ होला है हजुर तपाईँको अब ज्वरो नभइदिएको भए मलाई झन् कति दुःख नै होला तर ज्वरोले मलाई धेरै प्रेमसँग मलाई पाल्नु भयो क्या तपाईँको श्रीमतीले धेरै माया गर्नु कसरी खानेकुरा जुटाउनु भयो कसरी खानेकुरा खानिदिनु भयो कसरी पाल्नु भयो कति दुःख कष्ट गर्नुभयो है कति वर्षमा बिहे गर्नुभयो मैले 28 वर्ष 28 वर्षमा 28 वर्ष कसरी बिहे गर्नुभयो कसरी चिन्जान थियो कि कसैले बिहा चाहिँ म अलिकति केही म पनि केही हप्तामा असल भर्ना भएको थिएँ हजुर भर्नाबाट कर्मचारी रूपमा हजुर कुन आइनेपमा आइनेपमा कर्मचारी रूपमा भर्ना भएको थिएँ हजुर उहाँ चाहिँ बिरामी भएर हजुर यो आइनेपमा यहाँ घरैमा आउनुभयो हजुर उहाँ पनि अब क्रिस्चियन हुनुहुँदो रहेछ उहाँ त अब बुवा दाजुभाइ सब क्रिस्चियन हुनुहुँदो रहेछ हजुर म त एकल क्रिस्चियन हो हजुर त्यसले गर्दा अब पिउलेर सबै कुरा हेर्नुपर्छ हजुर अब डक्टर सिस्टरले बिमारीको हेर्ने पानी दिने पानी खुवाउने दबाई दिने खुवाउने कुरा जिम्मा हुन्छ पिउनको ए त्यो काम गर्दाखेरि
उहाँलाई जयमसी दाई भन्नुभयो हजुर जयमसी भन्ने त्यसले गर्दा अब माया प्रेम बसेको भन्दै उहाँको हेराइमा मलाई मन पर्छ उहाँलाई ए मलाई त थाहा छैन उहाँको हेराइमा उहाँले दुःख पाएको हजुर मैले पनि दुःख पाएको तर उहाँ चाहिँ बिरामीको रूपमा आउनु भएको थियो के बिरामी हुनुहुन्थ्यो यो कुनै एक्कासी उठेर हिँड्ने के ए सुतेपछि एक्कासी हिँड्ने त्यस्तो रहेछ अनि प्रार्थना गर्ने त्यो बनिएको भयो उहाँ मलाई किन मन पराउनु भने उहाँले पनि बिहे गर्नु भएको छ क्या हजुर उहाँको श्रीमान ख्रिस्टन नै हो हजुर तर जहाँ बस्दै खाएर हिँड्ने छोरा पनि ठो हजुर अनि त्यो चाहिँ अब श्रीमानमा त दुःख पाएको हुनाले अब मलाई हेरेपछि बसी ठिक छ कि भन्ने विचार उहाँको लागेको छ त्यसले उहाँले के भन्नु दाइ मलाई बिहे गर्नुहोस् भनेर भन्नुभयो आफैले तपाईँ आउनु पनि ठिकै छ म त यस्तो छ तपाईँको विचार यो अपाङ्ग सेवा हुनु ठिकै छ म ती तपाईँको अपाङ्ग सेवा गर्न चाहन्छु भन्नुभयो अनि उहाँले भने अनुसार अब कति 2039 सालमा हाम्रो विवाह हो बिहे भएपछि तपाईँको 2078 सालमा प्रमोसन भयो 77-78 सालमा त्यत्रो वर्ष उहाँद्वारा नै मेरो सबै तर 28 वर्षमा बिहे गर्नुभयो 28 वर्षमा बल्ल उहाँ आउनुभयो तर त्योभन्दा अगाडि धेरै दुःख भोग्नुभयो होला तपाईँलाई अब सानैमा आमा बुबाको थाहा भएन बुवा बित्नु भएको सानैमा तर त्यो अब तपाईँको अब हात खुट्टा छैन नि गोला जानु पर्यो पेट पाल्नलाई भोग लाग्छ गोला बिडिनु पर्यो अब गोला त अब यसो मुगले पनि भोग्नु सकिन्छ गोला गाई बाख्रा गोला जाने एकवटालाई जानु अब अरूको बत्ता सत्ता हेर्ने त्यस्तो खाने कुरा भयो तर विशेषमा 2030 सालदेखि म त्यति गाउँमा बसेन यता निस्किनु यतै नै बजारमा गाउँघरमा चाहिँ तपाईँहरूको आफ्नै चाहिँ वस्तुहरू अब गाई पनि बेच्नुभयो त्यसपछि अरू परिवार त हुनुहुन्थ्यो होला नि अरू परिवार तर पनि तपाईँ अरूको घरमा बच्चा हेर्न जानुभयो कोठाला पनि जानु पर्ने भयो किनभने उनीहरूले मलाई माया गर्थे माया गर्थे त्यस्तो प्रकारको माया गरेको कारणले काम पनि गर्नु पर्थ्यो उनीहरूले माया गरे मात्रै काम पनि गरिन्छ खानको लागि त त्यसरी पालेको थियो तर माया चाहिँ मैले खाइन अब कसैले धेरै छ मैले धेरै आफैले दिन्थेँ कि उसले भत्ता मकै भुटेको दिन्थेँ उसले पोलेको रोटी उसले हातै खानिदिन्थे ढेँडो कि त्यतिखेर भात थिएन तर तपाईँको जीवनमा चाहिँ यसो सोच्दाखेरि एकदमै सबैभन्दा दुःख लाग्ने कुरा दुःख लाग्ने घटना चाहिँ के होला दुःख लाग्ने घटना चाहिँ भनेन अब हातले काम गर्दैन खुट्टाले काम गर्दैन भनेर त्यही नै दुःख लाग्दो काम त भइगयो नि त्यहाँ है त्यो त काम नगरेर त अब खानु त पाइन्न काम नगरेर त मान त हुन्न मेरो अलिकति दुःख घरि त्यही थियो तर पढाइ चाहिँ त्यति दुःख चाहिँ भएन खानालाई जता पनि परमेश्वरले अरूहरूबाट जुटाइदिनुहुन्थ्यो तर बिहे गरेपछिबाट अब श्रीमतीले अब जे गरे यताउता गरेर नै अब पछिको छोराछोरी भए छोराछोरीले अहिले त छोराछोरीले हेर्नुहुन्छ छोरीले जान चाहिँ आइतमा यसो पढाउने मैले पहिले ट्युन काम गरेको थिएँ हजुर अनि बिहे गरेपछि जानलाई चाहिँ पढाउने काम दिनुभयो आएपछि त्यहाँमा त अब महिनाको 200 दिनुहुन्थ्यो अनि मैले चौडारीको रूपमा 200 रुपियाँ पाउँथ्यो त्यहाँ कोठा भाडा दिन्थ्यो कोठा भाडा के पैसा आउँथ्यो त्यहाँ त अब जोस जसरी भाइ जीवन चल्यो यहाँसम्म आयो तर हामीले अपाङ्गताको विषयमा कुरा गऱ्यौँ बाइबलले चाहिँ अपाङ्गताको विषयमा के भन्छ बुवा के भन्नु बाइबलले अपाङ्गताको विषयमा के भन्छ कसरी त्यसको बारेमा बाइबलमा त अपाङ्ग बारे त भन्न छ हजुर तर बाइबलमा अपाङ्ग बारे हो भन्दाखेरि त अब ठ्याक्कै त अब भनौँ न हजुर अपाङ्ग बारे भन्ने चाहिँ पनि अब प्रभुले हामीलाई दिनुभयो ज्ञान अनुसार हजुर भन्दा अब तपाईँको दृष्टिमा त अपाङ्ग छु हजुर तर प्रभुको दृष्टिमा म अपाङ्ग छैन हो है म प्रभु के मण्डलीले बोलाए म जहाँ पनि जान्छु जति उखालो भए पनि जति भिडमा भए नि अहिले म रोल्पा जान लाग्छु 15 गते रोल्पा के मेरो जन्मे ठाउँ होइन अर्को गाउँ रोल्पा जान लाग्छु
अनि त्यस कारण तपाईँले सबैलाई भनिहाल्नुभयो हजुर सबैको दृष्टिमा म तपाईँले हेरेँ म त अपाङ्ग छु हजुर हातले काम गर्दैन खुट्टाले पनि काम गर्दैन हजुर तर प्रभु दृष्टि म चाहिँ अपाङ्ग छैन अपाङ्ग छु हजुर मन्दिर जहाँ बोल्नु त्यहीँ जान्छु हजुर बोलाएको ठाउँ म आन्न है म यस्तो छु सक्दिनँ मैले भन्दैन बोल्नु चाहिँ म गइहाल्छु तर म आफै चाहिँ हिँड्दैन है हजुर न बोलाएको म हिँड्दैन बोलाए म जहाँ पनि जान्छु मन्दिर चाहिँ धेरै छ तर तपाईँले भन्नुभयो नि मलाई मेरो जीवनमा चाहिँ जतिखेर मेरो खुट्टा यस्तो भयो मेरो हात यस्तो भयो त्यो चाहिँ मेरो लागि जीवनको सबैभन्दा दुःख लाग्दो क्षण हो भन्नुभयो तर तपाईँको यस्तो हुँदाहुँदै पनि आफ्नो जीवनमा त यति धेरै गर्नुभएको छ नि एउटा सामान्य मान्छेभन्दा बढी गर्नुभएको देखेँ मैले भन्दाखेरि मैले भन्नाले हजुर तपाईँले मलाई अपाङ्ग देख्नुहुन्छ त्यो देख्नेले भन्ने कुरा अर्कै हो र तिनीहरूले मैले मुखमा आउने भन्दाखेरि त मेरो त मन त रोन्छ होला तर मुखमा आएर मैले भन्दैन तर कानले पनि सुन्दैन तर म अपाङ्ग कारणले म दुखित हुन्न म चिन्तित हुन्न किन प्रभु हुनुहुन्छ त मलाई त हौसला उत्साह दिने म तेरो साथमा छुट्यो भन्ने होइन जस्तै यो उसँग भन्नको होइन त्यस कारण म अपाङ्ग भयो भने मेरो सेवा गर्ने परमेश्वर हुनुहुन्छ अब अरूले तपाईँलाई चाहिँ अपाङ्गता देखे पनि तपाईँ अपाङ्गता चाहिँ होइन भन्नु छ हामीलाई यो एउटा कुरा यो यही क्रममा म जोड्छु भुवा जस्तो साँच्चीकै अपाङ्गता चाहिँ मान्छेको मनले हुने हो कि साँच्चीकै अपाङ्गता हुन्छ के भन्नुहुन्छ मान्छेको अपाङ्ग हजुर साँच्चीकै मान्छे अपाङ्गता हुन्छ कि मान्छेले देख्ने चाहिँ अपाङ्गता त्यो सोच चाहिँ अपाङ्गता हो यस्तो हुन्छ कति त अब तपाईँको सोच नै अपाङ्ग हुन्छ हजुर अब हात खुट्टा हुन्छ तर अपाङ्ग चाहिँ मागेर हिँड्छन् खान्छन् है हजुर त्यो चाहिँ मनको अपाङ्ग है तर आफ्नोको अपाङ्ग चाहिँ हात छैन खुट्टा छैन उसले कि चिन्ता फिक्री हुँदैन म मात्र छैन हजुर म अनि माग्नु छ हात छ खुट्टा छ हेर्नु म चाहिँ यस्तोलाई पालेको छैन भने तपाईँले कसरी मागेर खा भन्ने चाहिँ त्यो चाहिँ एउटा मनको अपाङ्ग हो भनेपछि मान्छेलाई चाहिँ मनले अपाङ्गता बनायो भने चाहिँ कुनै पनि कुरा सम्भव छैन तर आफ्नो शरीरमा केही समस्या भएर पनि म अपाङ्गता होइन भन्ने कुरा गर्यो भने चाहिँ त्यो अपाङ्गता उसले जे पनि गर्न सक्छ म त्यस्तो अपाङ्ग सोध्ने पनि छोरा डाक्टर पढ्दैन त है म डाक्टर पढाउन लागेको बाउ नै होइन त मेरो कमाइले मैले पढाएन डाक्टर त किनकि उनले अब मेरो दर्शन के हो भन्नाले सानैमा त बिहे गरेपछि नगर्दै पनि मलाई चाहिँ असल भविष्य देख्ने असल भविष्यमा रमाएर बस्ने त्यस्तो मेरो दर्शन हो अनि ठ्याक्कै परमेश्वरले पनि मलाई ज्वरा पनि लिइदिनु भयो ज्वराबाट मलाई असल प्रकार दोहोऱ्याउनु भयो सिमेन्टद्वारले त्यसले यी छोराछोरीहरू जन्मे अब छोराछोरीको लागि मैले उनीहरूलाई असल भविष्यमा पुगुन् असल भविष्यमा बस्न सकुन् आमा बाउले असल भविष्यमा चाहिँ दुवाउँ भन्ने मेरो दर्शन छ अब प्रकाश राम्रो कुरो प्रकारले यो त अलिक भन्दछु अनि प्रकाश 3 क्लास पछि 8 क्लास 8 वर्ष हुने गर्दाखेरि गोरामा काममा जाने म बिहानै 5 बजे बेला उनले उठेर खाटमा कच्चे किताब होमवर्क गर्ने कापी कलम यहाँ ल्याएर मेरो अगाडि टुक्कको भन्न आइदियो बुवा म त ठुलो भएर काठमा बसेर पढ्यो भन्दै मलाई कस्तो अप्ठ्यारो भयो साँझेर खाने गाछ छैन आङमा लगन चारो छैन घर त छ सरकारले बनाइदियो आइनले बनाइदियो घर त छ तर खाने गाछ त छैन नि बडा दुःखले पाल्न परेको चाहिँ त्यो झ्याप्पै मेरो मुखबाट नराम्रो शब्द आइरहेको तर मैले भनेँ है सोचेँ म खुम्चेँ मैले पवित्रामा भन्नु त्यो कति ठुलो कुरा मिहिनेत गर्नु पर्यो प्रसङ्गको कष्ट गर्नु पर्यो त्यो त भइहाल्छन् भन्ने कुरा पवित्र आत्मासँग बोल्नु भयो त्यहाँदेखि मैले के भने उसले त्यो त कति ठुलो कुरा छोरा मिहिनेत गर दुःख गर कष्ट गर परिश्रम गर त्यो त भइहाल्छन् भनिदिएपछि दुरुक्कै उठाएर पढ्न गएँ तपाईँको 1 क्लास फर्स्टको फर्स्ट के अनि मास्टरहरूले पनि उसलाई कोहीले पैसा दिने कोहीले सर्ट प्यान्ट किनेर दिने त्यसै तपाईँको 2057 सालमा यो भरगोको हाई स्कुल के टप लेयर फर्स्ट भएको के टप लेयर पाएपछि अब फेरि उयो अघि कुरा 8 वर्ष हुनु पनि गरे वा म त काट्नु किन 3 क्लासमा 8 वर्ष पढ्दै हुँदाखेरि त्यो भनेको
त्यो त अब तिम्रो इच्छा तिम्रो मिनेट भइहाल्यो 50,000 पाएर पठाइदिएको तर पछि छात्रवृत्तिबाट निकाल्नु पर्ने मौका पायो कस्तो आशिष तर मैले एक पैसा पनि मैले मेरो लगाएको छैन डक्टरको पढाइ लेखेको त्यस कारणले अब सबैभन्दा मन रहेछ हाम्रो मन प्रभुमा छ भने प्रभुमा हामी सम्बन्ध जोड्नेछौँ भने सबै आउने कुरा परमेश्वरबाट जब तपाईँको जस्तो तपाईँको रिटो गाग्री हुन्छ भाँडा माझेर भाँडा पानी सकिएर रिटो गाग्री त्यहाँ धारा पानी खसी हुन्छ त्यो रिटो धारा आसन खसाले भन्दा गाग्रोमा पानी सग्लिन्छ भोरिन्छ तर ठिक पानी आसन त घैलो राखिन त कहिले भोलि त भोरेन हाम्रो सम्बन्ध परमेश्वर चाहिँ छैन भने हामी रिटो हुन्छ कहिले पनि भरेन परमेश्वरबाट आउने स्रोत हाम्रो जीवनमा आउँदैन है त्यस कारणमा परमेश्वर सम्बन्ध छ नपटाएको नचिताएको सोचेको कुराबाट प्रभुबाट सबै हुन्छ अब अघि तपाईँलाई सबभन्दा दुःखको क्षण सोधे अब सबैभन्दा तपाईँको जीवनमा एकदमै खुसीको क्षण चाहिँ कुन हो त्यो पनि बताइदिनुहोस् न सबैभन्दा खुसी थियो मलाई चाहिँ अब यस्तो भए पनि प्रभुले मलाई आनन्द चलाउनु भएको छ उहाँको मन्दिरको सेवा गर्न मलाई एकदम उत्साह दिनुभएको छ मलाई आनन्द लाग्छ मलाई ढुक्क लाग्छ मैले भने तपाईँको उहाँहरूको अङ्ग्रेजी ऊ गर्दा मलाई आनन्द लाग्थ्यो नबुझे पनि आनन्द नबुझे पनि तर सुन्दाखेरि शब्द चाहिँ त्यो शब्द के हो भनेपछि परमेश्वरको शब्द के परमेश्वरको आवाज त्यसले चाहिँ मेरो आत्मामा छोडो रहेछ क्या अनि पछि बसाइ लिँदाखेरि पनि जस्तो पहिले आएर मङ्सिर उमेरमा चुनमाको पहाडको हिउँको पानी पग्लेको मारीमा हो अनि त्यहाँ चोक्दाखेरि म चिसोवाला बना चङ्ग चोक्दाखेरि त आनन्द शान्ति भयो अनि त्यो सुरुको अङ्ग्रेजी भाषाको आनन्द र पानीको डोक्रीले आनन्द त्यो आनन्द ममा छँदैछ कति घटेको थियो हजुर अब तपाईँले अरू काम चाहिँ के गर्नुहुन्छ हजुर त पास्टर हुनुहुन्छ चर्चको एउटा त्यहाँको विश्वासीलाई सिकाउने काम त गर्नुहुन्छ तर आफ्नो काम लुगा धुनु पर्यो अथवा घरमा चाहिँ सबै गर्नुहुन्छ नुहाउने दिनै बिहान उठ्छु हिला कपडा हजुर खोल्छु बिहानै हजुर अहिले म नुहाएर आएको छु हजुर यो कपडा बिहानै धोइसकेँ हजुर अनि नुहाइसकेँ यो कपडा चाहिँ मैले भुल गर्छु अब तपाईँले सबै काम गर्न सक्नुहुन्छ भने कसरी तपाईँहरूलाई अपाङ्गता भन्ने त यो त एउटा शारीरिक रूपमा समस्या मात्रै हो है अब एउटा कुरा चाहिँ के हुन्छ भने संसारमा धेरै मान्छेहरूले हामीलाई एउटा आरोप लगाउँछ यिनीहरू चाहिँ क्रिस्चियन हुन् यिनीहरूलाई चाहिँ बाहिरबाट डलर आउँछ त्यही भएर नि यिनीहरूलाई क्रिस्चियन बनाउनलाई हिँड्छन् भन्ने आरोप छ के भन्नुहुन्छ उहाँ तपाईँको डलर आउँछ हाम्रो डलर मारबाट आउँछ पवित्र आत्माको आनन्द हामी कुनै संस्था सम्प्रदायसँग हामी सम्बन्ध छैन हामी सिर्फ आफ्नै पुतल गर्छ हो अरू मन्दिरलाई अब विभिन्न संस्था सम्प्रदाय छन् जोडिएका छन् तर उनीहरूको हालत हाम्रो हालत धेरै फरक छ हो उनीहरू अब तपाईँको महिने पछिमा तालिम गर्छन् तर हामी वर्ष एक तालिम गर्छौँ है वार्षिक सभामा तालिम गर्छौँ 3 दिनको अनि कसरी सेवा गर्नुहुन्छ तलब पाउनुहुन्छ होला अथवा कसले दिन्छ त्यो तलब त मलाई जब मान्छेको आत्मामा आनन्द छ तलब पिन्छ यो खानु पर्यो भन्छ अब तपाईँ मैले भने तपाईँको अहिले नमा आनन्द थिएन भनेर मतलब भोगेर मुर सम्झेको जब तपाईँमा हामी प्रभु सेवामा छौँ भने हामी आत्मामा आनन्द छ शान्ति छ भनेर खानेकुरा औटिमै जितिहाल्छ नि दिनेवाला प्रभुले काम गर्नुहुन्छ व्यक्तिको जीवनमा त्यो व्यक्ति यस्तो छ त्यो व्यक्ति यस्तो छ भनेर तर मलाई चाहिँ कसैले पनि दिँदैन आउँदैन त्यो चाहिँ एउटा मान्छेको भनाइ मात्रै हो अब यसरी हेर्दाखेरि तपाईँले भन्नुभयो 71 वर्ष पुगे भन्नुभयो यहाँले तर अब हजुरलाई हेर्दाखेरि चाहिँ तपाईँ कति आनन्दित हुनुहुन्छ भन्ने कुरा चाहिँ हजुरको शरीर हजुरको अनुहार हेरेर पनि थाहा पाउन सकिन्छ तपाईँ धेरै आनन्दित मान्छे हो आशिषित मान्छे हो नभए 71 वर्ष पुगेको मान्छे चाहिँ अहिले सायद ओछ्यानमा बस्नु पर्थ्यो होला अहिले हामी बसेको होटलमा आउनु भएर तपाईँ र हामी चाहिँ यो दाङको घोराई भन्ने ठाउँमा कुरा गर्दैछौँ तपाईँको आज त तपाईँ कति खुसी कति आनन्दित कति आशिषित भन्ने कुरा चाहिँ तपाईँको यो
सबै अनुहारले बताएको छ। हो नानी हिजो हामी 8 जना गुरु मैले अहिले टिम छुटाएको छु कि सेवाका लागि। सेवाका लागि 12 जना एल्डर अभिषेक गरेको छु। हजुर। हिजोको दोस्रो हप्तामा। हजुर। अरू चाहिँ हामी एक गुरुबारमा हजुर। कोही 4 गुरु हुन्छौँ। हजुर। कोही 3 गुरु हुन्छौँ। हामी 8 जना तल गएको थियौँ। हजुर। एकजना हाम्रो बहिनीको पत्थर अप्सन भएको थियो। हजुर। त्यहाँ 4 घन्टा भन्दाखेरि त्यो 2 घर 3 घर 4 5 घर हिजो भेट्यौँ। हजुर। अनि फर्को कुरा गर्दाखेरि तिमीहरू गुरुले भने त हाम्रो गुरुबाट मैले देखेको थिएँ कि जस्ता तस्तै हुनु। हो मैले त तपाईँलाई पहिलोचोटि भेटेको हो, तर तपाईँको त्यो शान्ति आनन्द चाहिँ कति छ भन्ने कुरा चाहिँ तपाईँको उमेरले भन्दा पनि तपाईँको अनुहारले बताउँछ। एकदम खुसी लाग्यो। अब अन्तिममा छ गुरुबा, अरू केही भन्नु मन छ हाम्रो रेडियो सुन्ने श्रोतालाई? सुन्ने के हो अब तपाईँहरूबाट अब जुन प्रभु लक्ष्य दर्शन, हजुर, उहाँको अगुवाई, हजुर, कुराहरूबाट म अझ थप आशिष मिलेको छ। अब सुन्न पाइने भयो हो है। आनन्द लाग्यो। तर उमेर ढल्किँदै गर्दाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ अहिले चाहिँ तपाईँलाई? त्यस्तो के फरक महसुस होइन मलाई त्यस्तो केही आएको छैन। उमेर जति ढल्के पनि चाहिँ भविष्यमा त परिषदमा छु भने पर्सन मलाई डोराउनुहुन्छ चलाउनुहुन्छ। हजुर। तर उमेरले मलाई धान्ने पनि होइन चलाउने पनि बचाउने पनि होइन। तपाईँको दाँत पनि ठिकै छ। मतलब जहाँसम्म प्रभुले उहाँको इच्छामा अझ मनद्वार उहाँको सेवा गर्न अझ बाँकी छ भने अझ चलाउनुहुन्छ होइन। ममा अब उहाँले सेवा गर्ने अब मेरो जीवन पुरा भइरह्यो उहाँले लगेर मलाई के आएको छैन उहाँको इच्छामा। अझै धेरै मन्दिर नयाँ नयाँ मन्दिरहरू स्थापना गर्छन्। अझै मलाई के वचन चलाउनुहुन्छ होइन। राममात्र त अब बुढो भइस तेरो जीवनमा मैले अब काम पुरा गरिसकेँ त जानुपर्छ भन्दैन म ठिकै छु। तपाईँले बाइबल त पढ्नुपर्छ, अरूलाई पनि सिकाउनुपर्छ। हामी अनलाइनमा बस्छ। अनलाइनमा चलाउँछु। हजुर। सादा शुक्रबार शनिबार सोमबार। स्कुल चाहिँ पढ्न पाउनु भयो कि नै? विद्यालय चाहिँ जानुभयो? अहिले विद्यालय त्यो चाहिँ हाम्रो पापा स्कुलै थिएन है। कसरी पढ्न सिक्नु भयो त? त्यो चाहिँ कसरी सिक्यो भने सानो अलि थाहा भयो। दाइले सिकाउनुहुन्थ्यो त दाइले सिकाएको त म सिक्न सकेन सानो उमेरमा के। हजुर। तर पछि जब यो 30 सालदेखि प्रभुको अङ्ग्रेजीबाट सुसमाचार सुने। हजुर। त्यसले आनन्द 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 बसेर झन् आनन्द थप्यो। हजुर। यो बाइबल नजाने पढ्दा 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 सुरुमा गाह्रो मलाई बाइबल पढ्न। हजुर। त्यो काटे माटे अक्षर चिन्दैन थियो, अक्षर शब्द चिन्दैन थियो। हजुर। तर मिनिङ गरे सकिँदो रहेछ। मिनिङ गरेछ अहिले कता कति अलिक छिटो गाह्रो त नम्बर अलिक क्लियर छ। राम्रोसँग पढ्नु छ। हजुर हुन्छ, खुसी लाग्यो बुवा। अनि कस्तो लाग्यो हजुरलाई मेरो कुराकानी? धेरै आनन्द लाग्यो। तपाईँबाट धेरै कुराहरू सिक्न पाइयो र अरू नयाँ हौसला हुन्छ, धेरै धन्यवाद यहाँलाई। हस्, धेरै धन्यवाद। हस्, हामीले भर्खरै कुराकानी गऱ्यौँ बुवा रामबहादुर मगरसँग। पक्कै पनि कुराकानीबाट पनि तपाईँले थाहा पाउनुभयो उहाँले आफ्नो जीवनमा कति धेरै सङ्घर्ष भोग्नुभयो। उहाँलाई आमा बित्नु भएको याद छैन, बुवा सानैमा बित्नुभयो। अनि उहाँको एउटा शारीरिक रोगको कारणले गर्दाखेरि, आगोमा परेको कारणले गर्दाखेरि उहाँको देब्रे खुट्टा पनि उहाँको तल आदि छैन, अब नक्कली खुट्टा राखेको छ। हात पनि तपाईँले देख्नुभयो पक्कै पनि उहाँको कुनै पनि औँला छैन। तथापि उहाँले आफ्नो जीवनमा धेरै दुःख सङ्घर्ष गर्नुभयो, तर कहिले पनि मागेर खानु परेको छैन भनेर उहाँले भन्नुभयो। सबैले माया गर्नुभयो। उहाँ अपाङ्गता भएको कारणले गर्दाखेरि उहाँलाई उहाँकै अगाडि कसैले पनि होच्याएको अपमान गरेको याद छैन भनेर भन्नुभयो। सायद यो एउटा अपाङ्गता भएका व्यक्तिहरूको लागि यो खुसीको कुरा हो। अहिले पनि हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिलाई चाहिँ फरक दृष्टिकोणले हेरिन्छ। यदि कोही अपाङ्गता भयो भने चाहिँ अब उसको जीवनै सकियो भन्ने त्यसरी परिभाषित गरिन्छ। तर बुवाको जीवनबाट हामीले के थाहा पायौँ भने उहाँले सबै कुरा गर्न सक्नुहुन्छ। हामीले उहाँसँग कुरा गर्दा थाहा भयो कि उहाँले कुनै पनि काम गर्नको लागि उहाँलाई समस्या छैन।
आफ्नो लागि उहाँले सबै आफ्नो कुरा गर्न सक्नुहुन्छ र त्यो सबै कुरा चाहिँ कसरी बाट प्राप्त भयो भन्दाखेरि चाहिँ उहाँले चाहिँ म चाहिँ परमेश्वरमा विश्वास गर्छु, परमेश्वरमा विश्वास गरेको कारणले उहाँले नै मलाई शान्ति आनन्द दिनुभयो, शक्ति दिनुभयो भनेर चाहिँ उहाँले जसरी भन्नुभयो। उहाँको अनुहारबाट पनि हामी हेर्न सक्छौँ, उहाँ 71 वर्ष हुनुभयो, एकदम चम्किलो अनुहार छ उहाँको, एकदमै हँसिलो, एकदमै फुर्तिलो देखिन्छ। सायद त्यो ईश्वरीय शक्ति प्राप्त गरेको उहाँमा चाहिँ हामीले त्यो प्रमाण देख्न सक्छौँ। यसर्थ आजको बसाइ उहाँसँगको कुराकानीबाट पक्कै पनि हामी उत्साहित भएका छौँ, उहाँबाट हामी प्रेरित भएका छौँ, प्रेरणा पाएका छौँ र यो कुराले गर्दाखेरि पनि समाजमा भएका अपाङ्गताहरूलाई हामीले हेला घृणा गर्नु हुँदैन, उहाँलाई पनि माया गर्नुपर्छ। जसरी कसैले उहाँलाई माया गर्नु भएर उहाँ यहाँसम्म आउनुभयो भन्ने कुरा हो। र अर्को कुरा चाहिँ पाप गरे पुण्य, धर्म गरे सुन्ने भन्ने चलन पनि छ। तर धर्म गर्दा कस्तो हुन्छ भन्ने कुरा चाहिँ बुवाको जीवनबाट देख्न सक्छौँ। र आजको कुराकानी तपाईँले सुनेर तपाईँलाई पनि पक्कै पनि अर्थपूर्ण रह्यो होला भन्ने अपेक्षा गर्दै आजको यो कार्यक्रम बसाइबाट चाहिँ छुटिन चाहन्छु। नमस्कार।